नमस्ते साथीहरु, म कुमार। आज म तपाईहरुलाई मटन पकाएर देखाउन गइरहेको छु। साथीहरु, ल यो हेर्नुस् त, यो मटन हो, बाख्राको मासु। यसमा चाहिँ सबै खालको छ है, अलरेडी काटेर छ। यसलाई चाहिँ अब पहिला मैले उसिन्ने हो। यसमा तेल हाले, थोरै तातो पानीमा नुन हाले साथीहरु, मात्रामा है, बेसार पनि हाल्ने। ओके, अब मासु हालौं है त, खसीको मासु हालौं। मजाले यसरी हालिदिउँ। हेर्नुस् त कस्तो राम्रो छ यो मासु है। ओके, ल अब यसलाई चाहिँ हामीले अलिक पानी थपेर सिटी लगाउनु पर्छ है साथी हो। 4-5 सिटी समथिङ, आधी घण्टा 40 मिनेट जति उसिन्ने। अब यसमा यसलाई हाम्रो स्पाइसी मसलाहरु फ्राई गर्ने है त। तेल हाल्ने मात्रामा। यो चाहिँ हैन, दालचिनी अनि त्यतै इलाइची हैन, अनि ल्वाङ फ्राई गर्ने है। यो चाहिँ अदुवा लसुन कुटेको है साथीहरु। ओके, अब यसलाई मजाले चलाइदिने। आधा पाक्ने यो टर्मरिक पाउडर हाल्ने। ओके, यसलाई चलाउने। प्याज हाल्ने। यसलाई यसरी मजाले चलाइदिने, ठिक्क आधी पाक्ने गरी है साथीहरु। धेरै पनि पर्दैन, नुन थोरै थपेँ त मैले चाहिँ, किनभने अघिकोले अलिकति नलाग्ला जस्तो भएर है। ओके, ल टमाटर है चलाउने मजाले। त्यसपछि अलिक पाक्ने गरी यहाँ चाहिँ है, यो चाहिँ जिराको धुलो है, जिराको धुलो साथी हो। खोर्सानीको धुलो है साथी हो। यो चाहिँ रातो खालको खोर्सानीको धुलो है। तपाई ठिक्क हाल्न सक्नुहुन्छ। मैले चाहिँ अलि, यो चाहिँ स्पेशल दही हो साथी हो। यसमा मेन इम्पोर्टेन्ट चाहिँ दही हो, किनकि दहीले धेरै टेस्ट बनाउँछ, टेस्टी बनाउँछ, मिठो बनाउँछ। ल हेर्नुस् त, हाम्रो मटनलाई ग्रेभी मसला यसरी रेडी भयो, तयार हुँदैछ। अब यसलाई केही समय पकाउने। ल हेर्नुस्, पाक्यो साथी हो, यो पनि रेडी भयो। ओके, देख्न सक्नुहुन्छ। ल अब हाम्रो खसीको मासु पाक्यो। अब यसलाई चाहिँ यसरी प्रेसर कुकरलाई यहाँ पानीमा राख्नुपर्छ, एकदमै डाउन भइहाल्छ है, खोल्न सकिन्छ। ल हेर्नुस् त साथी हो, हड्डी मासु छाला सबै अलग अलग भयो। ल हेर्नुस् त, यस्तो टेस्टी मिठो भयो है। अब यसलाई चाहिँ हामीले मजाले सबै हाल्ने यहाँ है। ओके, ल अब यसमा चाहिँ तपाईले अरु पानी थप्नु पनि सक्नुहुन्छ, तर मैले चाहिँ थपिनँ, किनभने पुग्छ। यो चाहिँ धेरै नै हो मेरो लागि, टु मच। यो चाहिँ खासमा खाँदाखेरि चाहिँ 6 पर्सनको लागि हो, तर मैले चाहिँ म एक्लै खाने चाहिँ है साथी हो। ल हेर्नुस् त, यसरी चलाउने। अब यसलाई मजाले उम्लिन दिने। ल हेर्नुस् साथी हो, यो यसमा चाहिँ एकदमै धेरै कडा छ है। यिनीहरु चाहिँ यो जुन इलाइचीहरु छ, ल्वाङहरु छ नि, यिनीहरु चाहिँ त्यति मुसिनु पार्नु पर्दैन के, त्यतिकै कुरुम कुरुम चपाउने, एकदमै राम्रो हुन्छ। एकदमै हट क्या हट, एकदमै तातो सुप है, पसिना फुटाउने सुप है साथी हो, खसीको मासु। ओके, यो चाहिँ हैन, रोटीसँग पनि खान सक्नुहुनेछ, खानासँग पनि खान सक्नुहुनेछ है, अनि सितैमा भनौं न, त्यतिकै अरु कुनै सफ्ट ड्रिंक अरुबाट पनि आरामले लिन सकिन्छ साथी हो। ल हेर्नुस् त, यसरी मजाले पाक्यो। ल हेर्नुस्, यसरी अवश्य तपाई पनि एकचोटी पकाएर खानुहोस् साथी हो है। ओके, मेरो आइडिया है फेरि। ल रेडी भयो, तयार भयो। ओके, अब मैले चाहिँ एक बोल निकाले है साथी हो। अब एक बोल खाइहाल्नु पर्यो है। ओके, ल धनिया
पनि थोरै हाल्ने माथि है। अब यसरी आजको भिडियो तयार भयो खसीको मासु र भिडियो हेरिदिनु भयो। धन्यवाद साथीहरु। नेक्स्ट भिडियोमा भेटौँला। बाई।